छोरालाई भन्नु चाहन्छु त जहाँ जे हुँदा पनि त मलाई एक कल गर कि भिडियोमा आएर मलाई बोल जे जस्तो हुँदा पनि जे खोटिस छ भने कतै छ भने त जसरी भए पनि घर आइज आन्छ बिसरे पनि जान यसो गरौँ त मुम्बईमा यस्तो यस्तो भेट रहेछ जाउँ त छोरा म त केही जान्दिनँ भन्ने लगेको छोरीले नि गराइदिएको म उसको अलिकति खबर पनि नआइदिँदा पनि आमा म यहाँ छु मेरो चिन्ता नलिनु म घरमा आउँदिनँ एक वचन सुने भने मर्ने बेलामा मेरो छोरा यहाँ छ भनेर म मर्नु पाओस् स्वर्गीय जानु पाओस् जसरी होस् छोरा राम्रै बसोस् राम्रै खाओस् मलाई एक वर्ष सघाउमा आएपछि मलाई नगर्नुहोस् पनि काम नगर्नु छोरा म यहाँ छु मैले चिन्ता लिनु पर्दैन म आउँदिनँ कति दुख्छ। सम्पूर्ण दर्शकलाई हामी स्वागत गर्न चाहन्छौँ। यतिखेर हामी झापाको मेचीनगर नगरपालिका वडा नम्बर 12 मा आइपुगेका छौँ। मसँग एउटा नागरिकता रहेको छ, सुरोज राजवंशी भन्ने लेखिएको छ नागरिकतामा चाहिँ उहाँहरूको छोरा हुनुहुन्छ। यो जारी चाहिँ 69 साल 10 महिना 12 गते माघ 12 गते चाहिँ यो नागरिकता जारी गरेको छ। जब नागरिकता यो बनाउनु भएको छ, बनाइसके पछाडि उहाँ चाहिँ काम गर्ने सिलसिलामा चाहिँ भारत जानुभएको थियो र आज लगभग 9 वर्ष पुरा भइसकेको छ। तर पनि उहाँ नेपाल फर्केर आउनु भएको छैन। बुवाआमाहरूसँग सम्पर्कमा नआइरहँदाखेरि बुवाआमा एकदमै धेरै छोराको खोजीमा लागिरहनु भएको छ। कसरी खोज्ने, कहाँ जाने, कसरी चाहिँ छोरा भेटिन सकेला, कसरी छोरा फर्काउन सकेला भनेर उहाँहरू दिनरात रोइरहनु भएको छ। र जति पनि दर्शकहरू हुनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अन्तिमसँग हेरिसके पछाडि चाहिँ तपाईँले यो फोटो पनि देख्न सक्नुहुन्छ। उहाँको फोटो हामी स्क्रिनमा पनि राख्नेछौँ। र म सम्पूर्ण दर्शकहरूलाई आग्रह गर्न चाहन्छु, यदि तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ, कहीँ कति बसेर भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। र बुवाआमाले आफ्नो छोरा फर्काउनको लागि खोजिरहनु भएको छ। तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। र सुरोज राजवंशीलाई पनि म आग्रह गर्न चाहन्छु, यदि तपाईँ कहीँ कतै बसेर हेर्दै हुनुहुन्छ भने पनि बुवाआमाको लागि तपाईँले चिनी पनि सक्नु भएको छ होला, बिर्सिनु भएको छैन होला लामो समय भए पनि। र उहाँहरूको पीडा छोरासँग चाहिँ भेट होस् होइन, कहाँ कस्तो अवस्थामा छ सम्पर्क मात्रै भए पनि उहाँहरू सन्तुष्ट हुनुहुन्छ। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ सम्पर्कमा आइदिनु हुनको लागि यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँलाई पनि हामी आग्रह गर्न चाहन्छौँ। र बुवाआमासँग सुरुमा कुरा गर्न चाहन्छु, जस्तो नागरिकता बनाउने बित्तिकै छोरा हरायो भन्नुभएको छ होइन, यो कसरी चाहिँ घरबाट जानुभएको थियो, के भनेर जानुभएको थियो आमा भन्नु त? काम गर्नु जान्छु भनेर गएको हो। अनि पहिले 4 वर्ष खटेर आयो। अब आयो त सिधै घरमा आएन, दिदीको घरमा आयो। दिदीको घरमा मैले भेट्नु गएको थिएँ, भेट गरेँ। अनि घर ल्याएँ, घरमा अनि बस्दैन, कता कता हिँड्छ। अनि के काम गर्दैछु छोरा भन्दाखेरि मैले कुपनमा गर्दैछु। कुन ठाउँमा भन्दाखेरि मैले के भन्छु पुनामा भनेको छु। पुनामा अनि यत्रो दिन फोन पनि गरेँ, आइस त कसरी आइस? मैले काठमाडौँबाट आएँ भन्नु, काठमाडौँबाट कसरी आइस भन्नु, त्यतिकै आएँ। अनि कति के कमाइस् भन्दाखेरि आमा मैले कमाएन। ठिकै छ, कमाएनस् भने पैसा ठुलो कुरा होइन, ज्यान चाहिन्छ हामीलाई, छोराछोरी चाहिन्छ, बस्न त भन्दाखेरि नबस्ने, म फेरि जाने भन्यो। जाने भन्दाखेरि त हामी लुजान त टिकट काट्नु हामी गयौँ, सिलगढीसम्म माटीगाडासम्म गयौँ। उसको मामा छ, माइजू छ। अनि टिकट काट्नु जाँदाखेरि के भयो भने उसको आइडेन्टी कार्ड छैन। आइडेन्टी कार्ड नहुँदाखेरि अब के चाहियो त, आइडेन्टी कार्ड प्रमाणपत्र छैन, नागरिकता पनि छैन। त्यसो भए फेरि फर्काएर ल्याएर 2 दिनमा अनि गाविस गएर सिफारिस लिएर नागरिकता बनाइदिउँ। एकै दिनमा बन्यो नागरिकता। नागरिकता बनाएको 2 दिन कि 3 दिनमा जाने मलाई याद छैन, केही छैन। अब नागरिकता बनाइदिएपछि नागरिकताको फोटोकपी गरेर मामा माइजू बुवा पुऱ्याइदिनु जानुभयो। अनि टिकट केमा कुन गाडीमा काट्यो मलाई थाहा छैन। अनि जाने बेलामा अलिकति बाबुले रुनुभयो भन्छ, छोरा पनि रुनुभयो।
पैसा कोही हातमा थियो थिएन मलाई त्यो थाहा छैन। अनि त्यसै गरी हामी काटेर टिकट काटेर पठाइदियौँ, पुनाको टिकट काटेर। अनि नागरिकता लगेन। अनि गएदेखिको दिनदेखि नै अब पुग्यो पुगेन, एकल पनि गर्नु भएन, खायो खाएन, उताबाट पनि आएन, फोन यताबाट गर्नु त हामी कहाँ गर्नु, न उसको मोबाइल छ न ठेगाना छ न के हामीलाई नम्बर दिएको छ। अलिकति नम्बर दिए त हामी फोन गरिरहन्थ्यौँ हामी 24 घन्टा। अरू नगर्दा म गर्थेँ, दिदीले गर्थ्यो सबभन्दा। उसको ठेली दिदी के हुन्छ के हुँदैन उसले खोजी लिन्छ। सानैदेखि माया पनि गरेको हो। केही पर्दाखेरि उसैले मलाई सबै भन्ने यताउति गर्नुमा। अब यत्रो वर्ष भइसक्यो, आउँछ कि भन्दै भन्दै अब 9 वर्ष बितिसकेर पनि अब मर्ने काल भयो। कोही बेला उसको यादले निन्द्रा आउँदैन, याद आउँछ, झल याद आउँछ पुरै। जे जस्तो हुँदा पनि काम नगर्दा पनि छोरा हुन्छ, त्यत्रो छोरा। आमा म यहाँ छु, मेरो चिन्ता लिनु पर्दैन, म आउँदिनँ, तपाईँहरू राम्रो बस्नु भन्दा मलाई कति दुःख हुन्छ, शान्त हुन्छ। हुनु त 8 जना छ, 2 भाइ छ, त्यही पनि उसलाई माया मार्न सक्दिनँ। अब कुन दिन मर्छु, 3 वर्ष भइसक्यो यो खुट्टा एकपल्ट मेरो चलेकै थिएन। दबाई गर्दा औषधि गर्दा म बसिरहन्दिनँ नि त, के गरेर पैसा सैसा कमाएर दबाई गर्छु, सिभिल लाउँछु, औषधि गर्छु। याद आइरहन्छ, तरै पनि हाँसिरहन्छु, खेलिरहन्छु, मनको वेदना मनमै छ। अब त्यही कारणले अब छोरीसँग सल्लाह गरेर हामी गएको। कोही छैन मलाई बुद्धि दिने, आछ बिसरे भन्छ आमा यसो गरौँ न, त मोबाइलमा यस्तो भेट्दो रहेछ, जाउँ त छोरी, म त केही जान्दिनँ भनेर लगेको। छोरीले नै गराइदिएको। म उसको अलिकति खबर पनि नआइदिँदा पनि आमा म यहाँ छु, मेरो चिन्ता नलिनु, म घरमा आउँदिनँ। एक वचन सुने भने मर्ने बेलामा मेरो छोरा यहाँ छ भनेर म मर्नु पाओस्, स्वर्ग जानु पाओस्, बा जसरी होस्, छोरा राम्रै बसोस्, राम्रै खाओस्, मलाई एकपल्ट सम्पर्कमा आइदियोस्। मलाई नभए पनि दिदीलाई जो छ उसको याद बा 18मा छ बा छैन। म त भन्छु लकडाउनमा मर कि भन्छ, कति मर, कति आउँछ कति जान्छ, मेरो छोरा छैन। मोबाइलमा हेर्छु, ताई हेर्छु, म निदाउँदिनँ नानी, म एक्लै सुत्छु, बाबा एक्लै सुत्छ, म निदाउँदिनँ। मलाई भोक छैन, याद आइरहन्छ। भोक लाग्दैन, किन खाँदिनँ, भात बनाएर भन्नु बुहारीहरूलाई पनि, म खाँदिनँ, मन लाग्यो भने यति खान्छु, लागेन भने खाँदिनँ। यत्रो वर्ष जे होस्, गुन्डाई होस्, छोरी होस्, डाकै होस्, यसो सम्पर्कमा आइदियो भने म धेरै खुसी हुन्थेँ। मेरो छोरा यहाँ छ भनेर मलाई आश हुन्छ। मलाई पैसा पनि चाहिँदैन, मलाई सम्पर्कमा आइदियोस् नानी, योभन्दा म त्यो भन्छु। अब उसको विचार, आमा बाबु चाहिन्छ कि चाहिँदैन, मलाई त चाहिन्छ छोराछोरी जे जस्तो हुँदा पनि। बाउ यस्तो मरि ठेला कुदाउँछ, म अब यताउति गर्छु, सब्जी मन्डी जान्छु, बेला निन्द्रा देख्न जान्छु। थाहा छ मेरो आमा कस्तो गरेर ज्वरो, कस्तो गरेर यो कस्तो भिटाएर कस्तो ज्वरो, थाहा छ उसलाई। कसैको त छैन, नहोस्, मर्ने काम मर्नेहरू गइरो। यसो आइदिँदा मेरो काखमा बसिदिँदा राम्रो हुन्थ्यो। अगाडि देख्न पाएँ, एकदम सुन्नु पाएँ। आइदिए पनि म उसँगै म खान्थेँ, म कतै गएर उसँगै। आमा म तपाईँसँगै खान्छु भन्दा पनि ठिकै छ, अलग्गै खाउँ आमा भन्दा पनि ठिकै छ। तर एक सम्पर्कमा आइदियोस्, आउनु खोज्यो भने आओस्, म भेट्नु सक्दिनँ। अब उसले आमा म यतै बस्छु, मेरो आश नगर्नु, म यतै अब बुहारी गरेँ कि म मजबुरीमा छु कि जोसँग हो, साथीभाइहरूसँग मोबाइल मागेर, मोबाइल छैन भने पनि यसो मोबाइल मागेर यो नम्बरमा मलाई पट्टै गराइदिनु न भनेर भनिदियोस्, अनुहारहरू त्यो देखाइदियोस्। म त्यही आशमा छु, अरू मलाई त्यति भए मलाई पुग्छ। अब के पर्छ आमाको कुरा सुनिसक्नु भएको छ, जति पनि दर्शकहरूले हेर्दै हुनुहुन्छ भने आमाले आफ्नो पीडा पुगिसक्नु भएको छ। यति लामो समयसम्म पनि उहाँहरू सम्पर्कमा छोरा नआउँदाखेरि आमाले आँसु पनि झारिरहनु भएछ, रोइरहनु भएछ। 9 वर्षसम्म
छोरा आउँछ कि भन्ने बाटो हेर्दा हेर्दै कति धेरै बाटो पनि हेर्नुभयो नि आमाले अझ लकडाउनको समयमा चाहिँ त्यतिर सबै घरमा बस्न गाह्रो थियो होइन कामहरू गर्न नसकेको अवस्थामा फर्केर आउँछ कि भन्ने आमाको आश थियो एकदम आश थियो दुनियाँ मान्छे आयो अब कसैको पैसा पनि थिएन बाटोमा कस्तो बिजोग भएको थियो कोरोना लागेर पनि मान्छे कति मऱ्यो देश विदेश घुमेर त्यही हेरेर मन मेरो मानेन बसेँ कतै छ कि बाबुजूमा छ कि भोकै छ कि के मजुरमा छ कि यस्तो त निठुरी नहुनु पर्ने यस्तो अलिकति आमाको उठोको गरेर अलिकति सम्पर्कमा आइदिँदा राम्रो हुन्थ्यो अनि कोही बेला चाहिँ नानी सोच्नु अहिले पनि निन्द्रा लाग्दैन छोराले चाहिँ के पढ्दै 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 छोडेर त्यो साथीहरूसँग इन्डिया गएको थियो इन्डिया गएर 4 वर्षसम्म बस्यो होला त्यतिखेर फङ्सन पनि भएको थियो साथीहरू पनि आएर भन्दै थियो छोरा छ के पो भन्छ हौ त्यसमा काम गर्दैछ कुक बनेछ अरे चाइनिज कुक अनि त्यहाँबाट त्यसो गर्दा गर्दा 4 वर्षपछि आयो 4 वर्षपछि आएपछि यता नागरिकता फैसला बनाइदिउँ अब यता ऊ नबस्ने पऱ्यो उतै जाने अरे अनि राम्रो मुखले सल्लाहले पठाएको सल्लाहले पठाउँदाखेरि 6 महिनासम्म त कन्ट्याक्ट भयो सबैसँग 6 महिना कटेपछि अनि कोहीसँग पनि कन्ट्याक्ट भयो गएको 6 महिनासम्म चाहिँ फोन गर्दै हुनुहुन्थ्यो गर्दै हुन्थ्यो पहिलेको लोकमा पोथिलो लोड्न पनि भएको थियो 6 महिनासम्म उसँग गएर छैन अनि कति कस्तो साथीभाइहरू जतै जान्छ अब नाम के राखेको छ कोही के भन्छ कोही के भन्छ सुरज खोइ आउनु भएन आन्टी छैन बाबा कन्ट्याक्ट त होला नि छैन सबै साथीभाइले खोजिरहेको छ दुनियाँ साथीभाइसँग मिल्ने एकदम मिल्ने त्यस्तो झाइझगडा गर्नु पनि होइन त्यस्तो त्यो जो जे भन्छ उसले खुला टेर्ने दारा बोकिदिने को के भन्छ त्यही गर्ने खादे साथीभाइकैमा हिँड्ने यो दुनियाँ साथीभाइ चिन्छ सुरज भन्ने सबैले चिन्छ के भन्नुभयो आमा तपाईँको छोराले अहिले तपाईँको यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ के भन्न चाहनुहुन्छ छोरालाई भन्नु चाहन्छु त जहाँ जे हुँदा पनि त मलाई एक कल गर कि भिडियोमा आएर मलाई बोल जे जस्तो हुँदा पनि जे खोटिस छ भने कतै छ भने त जसरी भए पनि घर आइज अब म आज मर्छु कि भोलि मर्छु तेरो टेन्सनले मलाई निन्द्रा लाग्दैन कल पनि छैन फोन गरिदे नभए मलाई नगर्दा दिदीलाई घर बाबुआमाको माया छैन अरूले माया नगर्दा पनि आमालाई बाउलाई त यसो माया गर तँले भनेको थिइस् नि बाउले म पाल्छु भनेको थिइस् अब बाउलाई चाहिँ मलाई पाल्नु दिएर कहिले कहाँ गएर छ ढुक्कै भएर जहीँ हुँदा पनि मेरो सम्पर्कमा आइज बेटा मेरो त मोबाइल छैन त आयो भने म कति खुसी हुन्छु आज मर्छु कि भोलि मर्छु यस्तो हुन्छ तेरो यादले मलाई निन्द्रा लाग्दैन पीडा छ मनमा घरको अलिकति कुराहरू तँलाई सबै कुरा थाहा छ होला को कस्तो आमा कसरी पाल्यो हामीलाई 8 जना दिदी भाइ बहिनीले कसरी पाल्यो होला आमाको दुःख त थाहा छ होला जहीँ हुँदा पनि त यस्तै छ भने केही बे नगर्दा पनि यस्तै उहाँ छ भने त घर आइज जे जस्तै होस् अब यत्रो वर्ष अब बेकार छैन आएर बाबुआमालाई आमासँग बसौँ खुसी भएर नआउने भए पनि म कहाँ छु भन्ने कुरा चाहिँ खबर जे भए पनि होस् भन्ने कुरा त हजुर नआउँदा पनि जहीँ जस्तै हुँदा पनि खबर चाहिँ म सुन्नु पाऊँ त उता सुकै बस नआउनु मन लाग्यो भने आमा म यहाँ छु भनेर मलाई कल गर्दै एकचोटि मलाई भेट गर कसैको नभए कसैको मोबाइल नम्बर थाहा छ होला तँलाई तँसँग मोबाइल नआउँदा पनि साथीभाइहरूसँग मागेर मलाई कल गर्दै जे जस्तो हुँदा पनि छोराले हेर्दै हुनुहुन्छ भने आमा कुरा पनि सुनिसक्नु भएको छ होइन आमा कति धेरै रोइरहनु भएको छ उहाँहरू रातभरि सुत्नु भएको छैन होइन नुनो यति लामो समय भइसकेको छ तपाईँ जहाँ भए पनि म चाहिँ यस्तो ठाउँमा छु यो कारणले गर्दा म घर फर्किन सकिनँ भनेर चाहिँ फोन पनि गरिदिनु होला साथीभाइलाई पनि
हेर्दै हुनुहुन्छ हामीले नम्बर पनि राखेका छौँ। तपाईँले नम्बर छैन र कन्ट्याक्ट घरमा गर्न सक्नु भएको छैन भने पनि यो नम्बरमा पनि गर्न सक्नुहुन्छ। र साथीभाइलाई पनि हामी आग्रह गर्न चाहन्छौँ, हामीले फोटो पनि स्क्रिनमा राखिरहेका छौँ। यदि कतै कहीँ बसेर तपाईँले हेर्दै हुनुहुन्छ भने त्यो फेरि फोटो हेरेर चिन्नुभयो भने तपाईँले चाहिँ सम्पर्क गरिदिनु होला। र उहाँहरूलाई कसरी चाहिँ छोरा खोज्ने भनेर आइडिया पनि थाहा थिएन उहाँहरूलाई होइन। आज यसरी पनि खोज्न सकिँदो रहेछ, मिडिया मार्फत पनि खोज्न सकिँदो रहेछ भनेर चाहिँ उहाँले हामीलाई बोलाउनु भएको छ। त्यस कारणले गर्दाखेरि एउटा नेपालीलाई परेको पीडा चाहिँ सबैजनाले बुझिदिएर भिडियोलाई धेरै सेयर गरिदिनु होला। तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ एकचोटि होइन, एकचोटि आमासँग यसरी म चाहिँ यस्तो ठाउँमा छु है होइन, गाह्रो छ भने पनि मलाई गाह्रो छ आमा, म अब घर फर्किन सकिनँ भन्दैदेखि त होइन कति धेरै ढुक्क पनि हुन्थ्यो। एकचोटि आमा छोराको नाम भनिदिनु न, के भनेर अरू कसरी चिन्नुहुन्छ, साथीभाइले कसरी उहाँलाई बोलाउनुहुन्छ, नामहरू होला नि कति भनिदिनु न आमा। हजुर, तपाईँलाई अब त्यो मेरो छोराको नाम सुरोज हो। अब त्यहाँ गएर अब अर्को नाम राख्यो भने मलाई थाहा छैन, त्यही नम्बरमा भएर पनि सम्पर्क राख्नु होला। फेसबुकमा के पो थिएन, के पो नाम अब यहाँबाट सुरोज हो। फेसबुकमा चाहिँ हामीले आइडी पनि हेरेका छौँ, निकै पुरानो आइडी रहेछ उहाँको। 2014मा गयो जाने बित्तिकै चाहिँ खोल्नु भएको रहेछ, सूरज वंशी भन्नुभयो, सूर्यवंशी भनेर चाहिँ उहाँले फेसबुकमा चाहिँ नाम राख्नु भएको रहेछ होइन। अहिले त्यो आइडी चाहिँ चलाउनुहुन्न र विभिन्न नामहरूले सर्च गर्दाखेरि पनि उहाँलाई भेटिएको छैन। र फेरि पनि हामी आग्रह गर्न चाहन्छौँ, जसरी भए पनि तपाईँले आमा यसरी रोइरहनु भएको छ होइन, जसरी भए पनि तपाईँ सम्पर्कमा आइदिनु होला। हेर्ने नेपालीहरूले पनि कहीँ कतै देख्नु भएको छ, तपाईँको घरमा डेरा लिएर बसिरहनु भएको छ, तपाईँको घरमा काम गरिरहनु भएको छ, तर तपाईँले देख्नुभयो हिँड्दा हिँड्दै बाटामा कहीँ कतै देख्नुभयो, तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने यहाँ छ है भनेर तपाईँले एक कल मात्रै भए पनि गरिदिनु होला होइन। आमाले विशेष गरेर इन्डियाको पुणेमा र विशेष गरी चाहिँ उहाँ चाहिँ इन्डियाको पुणे भन्ने ठाउँमा चाहिँ काम गर्नको लागि जानुभएको थियो। त्यहाँ बसेका नेपालीहरूले पनि चाहिँ अब यो भिडियो हेरिसके पछाडि कहीँ कतै छ कि भनेर एकचोटि खोज्ने, नजिक नजिक यसो हेर्ने, यताउति पनि हेरिदिने काम पनि गरिदिनु भएर सहयोग गर्नुभयो भने आमाको मन शान्त हुनेछ। एउटा आमाको पीडालाई तपाईँले आफ्नै पीडा सम्झेर चाहिँ यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला चाहिँ, ताकि जो हराइरहनु भएको छ सुरोज राजवंशी उहाँको साथसम्म यो भिडियो पुगोस् र घर फर्किनको लागि उहाँले आमा रोइरहनु भएको यो भिडियो देखे पछाडि उहाँलाई पनि माया लागोस्, फर्किनु होला। र नम्बर पनि हामीले स्क्रिनमा राखिरहेका छौँ, तपाईँले यो भिडियोलाई चाहिँ हेरेर चाहिँ कहीँ कतै हुन्छ भने फोन गरिदिनु होला। हामी यही आग्रह गर्न चाहन्छौँ।